हामी एउटै माला नेपाली सार्वभौम शक्ति के भने नेपाली चलेछ बतास सुस्तरी मनै सरर बरस छैन जीवनको बिताउ हाँसेर। हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ इटरीको आइतबारे हटियामा चाहिँ हामी आइसकेका छौँ अनि हामीले यहाँ दुईजना सरलाई भेटेका छौँ है। सर, हजुरको शुभ नाम भनिदिनुहोस् न। विनोद कुमार शाह। हजुरको नाम? मेरो भीष्म प्रसाई, इटरी 9। कहाँदेखि हुनुहुन्छ? इटरी 9। हजुर कहाँदेखि हुनुहुन्छ? इटरी 9। हजुरहरूलाई भेटेर चाहिँ एकदमै खुसी लाग्यो है। हामी चाहिँ गिभ अवे गर्दै आएका छौँ। इटरी 12 खनारमा छ हाम्रो क्लिनिक चाहिँ है। तपाईँहरूलाई चाहिँ हामी एकदमै सिम्पल टास्क गर्न लाउँछौँ है त। नेपालको राष्ट्रगाना गाइदिनुहोस्। हजुर हजुर। सयौं फुलका हामी एउटै माला नेपाली सार्वभौम शक्ति के भने नेपाली थियो भने यति नै जान्यो। त्यही भएर यो नयाँ अहिलेको नयाँ आएको छ, त्यही भएर अलिकति श्रीमान गम्भीर नेपाली भन्यो। अब धेरै चाहिँ उ गर्न सकेन, त्यसमा चाहिँ क्षमा प्रार्थी भन्नु पर्यो। हामी श्रीमान गम्भीर पढेको पनि याद छँदैछ। हुन्छ, हजुरहरूलाई यति धेरै व्यस्त हुँदा पनि हाम्रो लागि समय निकालिदिनु भएकोमा धेरै धेरै धन्यवाद है त। धन्यवाद। हुन्छ, त्यसै गरी चाहिँ हामी चाहिँ उहाँलाई चाहिँ गिफ्ट दिन गइरहेका छौँ है। हामी चाहिँ एउटा गिफ्ट दिन्छौँ है त। रक पेपर सिजर आउँछ तपाईँहरूलाई? रक पेपर सिजर गरिदिउँ न त आज। कस्तो भने नि होइन, रक पेपर सिजर यसो गर्नु सक्छ के गर्नु भने हामी 3 2 1 स्टार्ट भन्छ। जसले छिटो हात उठाउनुहुन्छ भनेर सँगै ढिलो हुन्छ। ल सँगै हात हाल्नु सँगै ल। 3 2 1 स्टार्ट भएन। 3 2 1 स्टार्ट मेरो होइन। 3 2 1 स्टार्ट। ल, उहाँले पाउनुभयो है त। ल, हजुरको गिफ्ट। ल, अनबक्सिङ गरिदिनुहोस् न। धेरै धेरै धन्यवाद। अनबक्सिङ गरिदिनु न। अनबक्सिङ भन्नाले खोलिदिनु न। ए हजुर हजुर। ल, चस्मा लाएर एउटा गीत गाइदिनुहोस्। गीत गाइदिनुहोस् एउटा। चलेछ बतास सुस्तरी मनै सरर बरस छैन जीवनको बिताउ हाँसेर होइ होइ बिताउ हाँसेर। हस् त, धन्यवाद। हाम्रो सरले यति मिठो गीत गाइदिनु भयो है गाइज। सबैजनाले माया चाहिँ दिनै पर्छ है त। धन्यवाद सर। हस् हस्।